हेलो एभ्रिवान, सबैलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। आजको ब्लग चाहिँ मैले यहाँ बिहानदेखिको स्टार्ट गरेको छु। बिहान एकदमै यहाँ हुस्सो लागिरहेछ। र मेरो करेन्ट लोकेसन चाहिँ हो भने भद्रपुरमा छु म अहिले। हिजो म इटाभाटादेखि चाहिँ भद्रपुर आएको थिएँ। आज चाहिँ यहाँ भद्रपुरमा मेरो लास्ट डे हुन्छ। त्यहाँदेखिको भोलि चाहिँ म फेरि सिलगढी जान्छु। यहाँको भ्यूहरू चाहिँ हल्का यस्तो छ, चकिरहेको। अनि यहाँ भद्रपुरमा चाहिँ म खासमा चाहिँ मेरो छेमाको घरमा आएको थिएँ। मेरो छेमाको घर चाहिँ त्यो व्हाइट कलरको घर देख्नुहुँदैछ नि, त्यो व्हाइट कलरको त्यो गल्लीबाट जान्छ। म चाहिँ हल्का मर्निङ वक गर्दैछु नि त, अनि मर्निङ वक गर्दै गर्दै सोचेँ भ्लग पनि बनाइहाल्छु भनेर होइन। यसरी नै म कन्टिन्यू भ्लगहरू हालिबस्छु। अब आज मेरो लास्ट डे हो नेपालमा, अनि भोलि चाहिँ म सिलगढी फर्केर त्यहाँ पनि भ्लगहरू गर्छु। अनि तपाईँहरू चाहिँ हेरिराखिदिनु, लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। अहिले चाहिँ म त्यहाँ थिएँ होइन, अहिले चाहिँ म यहाँ आएको छु। त्यो व्हाइट कलरको घर भन्थ्यो नि, व्हाइट कलरको घर यहीँ छ। अनि यसरी भित्र जानुपर्छ हल्का। यो चाहिँ मेरो सानो बहिनी हो, अनि भाइ चाहिँ उता ट्युसन गएको छ। अनि बहिनीले आफ्नो दादाको लागि स्वेटर लगिदिएछ होइन बहिनी? कति राम्रो बहिनी छ ऊ हेर्नु, कस्तो राम्री नि बहिनी दादाको लागि स्वेटर लगिदिएछ। खोइ कुकुर खोइ त्यहाँ चाहिँ गइसक्यो, दुइटा सानो सानो कुकुर छ। यहाँ चाहिँ मेरो बहिनी जाँदैछ। अनि बहिनी मेरो भ्लगमा के भन्छौ? के भन्नु न? ए बहिनी चाहिँ हल्का लजालु छन् त हो। यता चाहिँ हामी अस्ति आउँदाखेरि चाहिँ यहाँ माछा मार्थ्यो कि अहिले चाहिँ माछा मार्ने छ कि छैन, बाँसघारीहरू छ कि। यहाँ चाहिँ खोलाको एउटा पार्ट यहाँ छुट्टेर आउँछ नि त। यस्तो छ बाटो चाहिँ। यहाँ मकैहरू रोपेको रहेछ है, यहाँ साइडबाट जानुपर्छ हो। त्यहाँ छ खोला चाहिँ, खोला भन्दा पनि सानो उयो जस्तो छ, के भन्नु त्यसलाई अब हेरिहाल्नु नि ल। यहाँ चाहिँ अस्ति आउँदाखेरि चाहिँ बल्छीहरू लिएर भाइ, म, काका, बाबा, बहिनी सबैसँग मिलेर क्या मार्थे माछा चाहिँ। अहिले त जाडो भयो हो, मैला पनि पायो होला अहिले त। अस्ति आउँदाखेरि चाहिँ मारेको थियो माछा, अहिले त हल्का मैला आएछ नि यसो। यता यो मार्ने चाहिँ अन्त चाहिँ माछाहरू हुन्छ, सापहरू पनि होला, गङ्गेटाहरू पनि छ। गङ्गेटा र माछा चाहिँ मैले मारेको थिएँ। उनीहरू चाहिँ यस्तो छ, उता चाहिँ सफा सफा छ। यता आएर चाहिँ यो घाँसले गर्दा यहाँ मैला अड्केर यहाँ चाहिँ अस्तिसम्म पुरा माछाहरू मारेको, कति 5-6वटा माछा मारेँ। अनि 2-3वटा गङ्गेटा मारेर ल्याएँ मैले यहाँबाट। अहिले त बल्छीहरू पनि छैन र अहिले मार्नु मन पनि छैन, यस्तो बिहान जाडोमा उठ्नु मन त हुँदैन होइन, त्यही भएर मार्दिनँ। अस्ति यहीँ बसेछु नि त म 4-5 दिन, अनि दिनभर केही काम थिएन, यहीँ आएर माछा माऱ्यो बस्यो, हल्का टाइम पास हो। त्यही भएर भ्लग पनि बनाउँथिनँ नि त म। अनि त्यही गर्दै बस्दै चाहिँ अहिले त कस्तो मैला मैला भइसकेको छ। त्यो पार्ट चाहिँ त्यही देखाइदियो भने चाहिँ दामी देख्ने हो, यस्तो गऱ्यो भने चाहिँ मैनी लाग्यो। उतापट्टि पनि छ मजाको राम्रो छ। त्यही हो, यो सिधा बिचको छ नि, सुपारी घाँसको त्यो बिचको हर्षको घर चाहिँ त्यही हो। अहिले म त्यो घर पनि देखाउँछु के कस्तो छ भनेर। यो चाहिँ मेरो आमाको बहिनी, सानो बहिनीको घर हो भद्रपुरमा। अनि आज चाहिँ यहाँ मेरो लास्ट डे हो। आज लास्ट डे भनौँ, किनकि अहिले भरे बेलुकातिर चाहिँ म इन्डिया फेरि जान्छु। आउँदाखेरि म डेली भ्लगहरू बनाउँदै ट्राई गर्छु हो। ल्यापटपहरू पनि छँदैछ, एडिट गरेर हल्का चटाकचुटुक मिलाएर अनि यसो देखाएर यताउता घुम्न सुन्दा होइन, के हो के होइन देखाउन पनि मजा आउँछ नि त होइन। अनि म त्यो सबै देखाउनेछु ल। त्यही हो, अब त्यो रुममा म देखाउँछु नि ल के कस्तो छ मेरो सीमाको घर। अस्ति मैले बोजूको घर पनि मैले देखाइदिएँ, आफ्नो घर पनि देखाइदिएँ। अनि यहाँ चाहिँ अब छेमाको घरमा छु, अब छेमाको घर पनि अहिले म देखाउँछु। अहिले त्यहाँ भेट्नुपर्छ गाइस। स्याडली म अहिले सिलगढीमा छु, मेरो घरमा छु। भद्रपुरमा बसेर मलाई आज छेमाको घर देखाउनु थियो। मेरो प्लान चाहिँ त्यही थियो, बिहानदेखिको मैले सोची पनि सकेको थिएँ उठ्ने बित्तिकै अब यो देखाउँछु अनि चाहिँ बेलुकासम्म चाहिँ रिटर्न फर्किन्छु भनेर।
अनि आजको वेदर फेरि यस्तो घामै नलागेको क्या गाइस आजको वेदरमा घामै लागेन अनि त्यही माथि भिडियो पनि बनाउनु पाइनँ हतारमा आउनु पर्यो हो अनि जस्ट भर्खर पुगेको त्यही भएर चाहिँ त्यो भिडियो त बनाउनु पाइनँ हो मेरो प्लान चाहिँ थियो आज छेमाको घर देखाउने के छ त्यो लोकेसनमा सामने के छ कस्तो छ त्यो देखाउने तर स्याडली आज त्यो मैले गर्नु सकिनँ आजको भिडियो चाहिँ म यहीँ यति नैमै एन्ड गर्दैछु अनि भोलि फेरि म नयाँ ब्लगहरू लिएर आउँदैछु स्याडली बस भद्रपुर त्यो देखाउनु त पाइनँ छेमाको घरहरू भद्रपुरको लोकेसनमा के आउँछ त्यो देखाउनु पाइनँ यति भन्दै म यो भिडियो चाहिँ यहाँ एन्ड गर्छु भोलिदेखि म फेरि नयाँ भिडियो बनाउँछु अनि यहाँ सिलगढीमा के छ छैन के हो के होइन डेली ब्लग्स होइन ट्राभल ब्लग्स डेली ब्लग्स जे हुनसक्छ मेरो तर्फबाट म त सब देखाउनेछु आजको लागि चाहिँ धेरै धेरै सरी सबैलाई मैले मेरो प्लानको अनुसार म चल्न सकिनँ प्लान त त्यो बनाउने तर मैले बनाउनु सकिनँ हतारमा आउनु पर्यो सिलगढी त्यही भएर म यहाँ आइसकेको छु सो किप वाचिङ अनि सब्सक्राइब गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् लाइक गरिदिनुहोस् अनि अझै म डेली भिडियो लाउँछु सो त्यही भन्दै म यो भिडियो चाहिँ एन्ड गर्छु टाटा बाई